साँच्चै भन्नुपर्दा आज घरबाट निस्कन मलाई एकदमै अल्छी लागेको थियो, तर छोराले धेरै कर गरेपछि अन्तिममा म उसलाई कराउँदै तर निस्किनुभन्दा अगाडि मैले उसलाई एउटा शर्त गरेँ। घरबाट निस्किन अगाडि नै मलाई राम्रो भिडियो बनाइदिए मात्रै जान्छु है भनेर निस्केँ। किनकि जहाँ गए पनि मलाई राम्रो भिडियो बनाउन एकदमै धेरै मनपर्छ। नयाँ ठाउँ देख्ने बित्तिकै मेरो ध्यान पहिले भिडियोतिर जान्छ। यादहरूलाई भिडियोमा कैद गर्न मलाई एकदम धेरै रमाइलो लाग्छ। छोरा भने ठिक उल्टो छ। ऊ घुम्न जाँदा मोबाइल निकालेर फोटो खिच्नुभन्दा ठाउँको सुन्दरता हेरेर आनन्द लिन मन पराउँछ। सामान्यतया उसले फोटो वा भिडियो खासै खिच्दैन, तर आज उसैले मलाई यहाँ ल्याउन धेरै कर गरेको थियो। त्यसैले मेरो लागि भिडियो, फोटो, टिकटक खिचिदियो। त्यसैले आज यो सुन्दर पार्क नारिता स्यान सुरुदेखि अन्तिमसम्म फुल